हेलो एभ्रिवान है र यो भ्लगमा चाहिँ हामी अब यहाँसम्म पुऱ्याउन जाँदैछौँ है कस्टमरको र अब यहाँ तेर्सो जाँदाखेरि तपाईँको यहाँबाट चाहिँ तामाङटोल जाने फाटक भेटिन्छ। यहाँबाट तेर्सो यता राइटपट्टि अघिको बाटोबाट राइटपट्टि लागेको भए चाहिँ हामी तामाङटोल पुग्थ्यौँ र यहाँबाट उक्कालै अब यो जुन हामी रोड जाँदैछौँ त्यो उक्कालै गएर चाहिँ रङबुल पुग्छ। रङबुल पुग्न साथ तपाईँको अब लेफ्ट टर्न लियो भने चाहिँ तपाईँ दार्जिलिङ भयो सुकिया सबै जान सक्नुहुन्छ र राइट साइड लिनु भयो भने चाहिँ सोनादा यहाँ खरसाङ हुँदै तपाईँको यो सिलगढीहरू जान सक्नुहुन्छ। र अब हामी चाहिँ यहाँ उकालो गएर दुईवटा डाइभर्जन पोइन्ट छ है, तपाईँको राइटपट्टि गयो भने चाहिँ त्यो डाइभर्जन पोइन्टबाट राइटपट्टि भने चाहिँ रङबुल पुग्छ र हामी चाहिँ सिधा जाने त्यो चाहिँ लुप जस्तो छ। लुप जस्तो भन्दाखेरि चाहिँ अब हामी जहाँ स्टार्टिङ पोइन्ट थियो हाम्रो घरबाट सिधै हाम्रै घर जान्छौँ पुग्छौँ र यो चाहिँ टपडाँडा हो। यो टपडाँडामा चाहिँ यहाँ टपडाँडा चाहिँ किन भनिन्छ भन्दाखेरि चाहिँ पहिला ब्रिटिसर्सको टाइममा चाहिँ यहाँनिर चाहिँ ठुलो टप थियो, अहिले त पानी चाहिँ छैन, टप चाहिँ छ। त्यो टपबाट चाहिँ तपाईँको पानीको सोर्स लगेर चाहिँ तपाईँको तल इलेक्ट्रिसिटी जेनेरेट गर्थ्यो अरे र अफिसेसतिर चाहिँ त्यही सप्लाई गर्थ्यो अरे भनिने कुरा छ है। र अब यहाँ चाहिँ हामी गाउँको अनिल बडाको घर आइपुग्यौँ है। यो यहाँ चाहिँ केही सामान झारेर फेरि हामी अगाडि यता घरै लाग्नुपर्छ है। उहाँ पनि आउनुहुँदैछ र अब सामान झारेर चाहिँ फेरि हामी अप्पर मान्छे गाउँ हुँदै लोवर मान्छे गाउँ हुँदै फेरि घर जानेछौँ। म तपाईँलाई सबै डिटेल्स अहिले म हेर्दै तपाईँलाई दिनेछु। र अब चाहिँ हामी अप्पर मान्छे गाउँपट्टि आइपुग्यौँ है। यहाँदेखि चाहिँ तपाईँको अप्पर मान्छे गाउँ सुरु हुन्छ र यहाँ तपाईँको लेफ्ट साइडमा चाहिँ अहिले कम्युनिटी हलहरू बनिँदैछ है। यहाँ चाहिँ भैयाहरू के बेच्न आइरहेको छ, बाइकहरू लिएर लुगाहरू केहरू भन्नुहुँदै थियो है र यहाँ सबैलाई देखाउँदै थियो। र अब यहाँ जाँदा चाहिँ तपाईँको यहाँनिर राइट साइडमा चाहिँ फेरि यहाँ बाजेहरूले सानो यहाँ खोल्छ भन्छ है। यहाँ सानो उयो छ, त्यहाँबाट चाहिँ बलुवाहरू निकाल्नु हुँदो रहेछ। त्यो बलुवा निकालेर चाहिँ यहाँनिर चाहिँ बोरामा भरेर बेच्ने गरिन्छ है। र अब अलिकति अगाडि गएपछि चाहिँ यहाँ मन्सी गाउँको चाहिँ प्राइमेरी स्कुल हो। यो चाहिँ अलिकति अगाडि गएर चाहिँ हाम्रो राईहरूको यहाँ माङखिम छ है। यहाँ चाहिँ राईहरूले पूजा गर्ने गर्छ, सालै पछि गर्छ है। र यहाँ देख्न सक्नुहुन्छ तपाईँले यहाँ यो चाहिँ राईको माङखिम हो, पूजा गरिन्छ। यहाँ चाहिँ यहाँनिर चाहिँ सबै इयरमा एकपल्ट है सबैजना मिलेर पूजा गर्ने गर्छ। र फेरि हामी यहाँबाट चाहिँ ओह्रालो गएपछि यो चाहिँ तपाईँको फेरि हामी जहाँ स्टार्टिङ थियो, जहाँ हाम्रो घर थियो त्यहाँ नै पुग्छौँ। यो चाहिँ एउटा अघि भनेको थिएँ म तपाईँलाई, यो चाहिँ लुप जस्तो छ जो चाहिँ एउटै ठाउँमा इन्डै हुन्छ। तर यो चाहिँ कस्तो टाइपको रोड छ भने चाहिँ तपाईँको यो हाम्रो यहाँ अन्धेरी गाउँ भन्छ र अप्पर मान्छे गाउँ लोवर मान्छे गाउँलाई चाहिँ यो रोडले कनेक्ट गर्छ।
अब यो चाहिँ हाम्रो गाउँको होमस्टे हो है। नाम चाहिँ हो पार्थस हाइड आउट गरेर छ नाम चाहिँ। र अब चाहिँ हामी हाम्रो घर आइपुग्यौँ है। यहाँ चाहिँ दादा भाइहरू क्रिकेट खेल्दै थिएछ र एकछिन यहाँ रोकेर चाहिँ गाडी ग्यारेजमा हालेर हामी घर लाग्ने अब चाहिँ।